जम्मा 25,000 मा। अनि यो आयो तपाईलाई जम्मा 50,000 मा। अनि यो चाहिँ आयो तपाईलाई जम्मा 45,000 मा। अनि यो आयो तपाईलाई जम्मा 35,000 मा। तपाईलाई यो आयो जम्मा 65,000 मा। अनि तपाईलाई यो आयो जम्मा 40,000 मा। अनि तपाईलाई यो आयो जम्मा 20,000 मा। अनि त्यसै गरी अरु यानेसको यसको आयो तपाईलाई चाहिँ 65,000 मा। यसको आयो 66,000 मा। अनि यसको आयो तपाईलाई 70,000 मा। तपाईलाई यो डासको आयो तपाईलाई जम्मा 15,000 अफर प्राइस तपाईलाई। अनि त्यसको आयो तपाईलाई 35,000 मा। अनि यसको पनि 35,000 मै आयो है। अनि तपाईलाई फेरि यसको आयो तपाईलाई 30,000 मा जम्मा। सम्पूर्णमा नमस्कार, म सरोज ओली फेरि आइसकेको छु म तपाईहरुको माझमा अर्को नयाँ भिडियो ल्याएर। भिडियो चाहिँ विशेष गरी चाहिँ बाइकहरुको नै हो है। हाम्रो कपिल रिकमेन्डेसन सामाकोसीमा रहेको थियो, त्यो रिकमेन्डेसन चाहिँ अहिले चाहिँ हाम्रो सुकेदारामा दिप्यान अटोसँग चाहिँ एउटा लिङ्केजको आधारमा चाहिँ जोडिसकेको छ र जोडिसकेका छौँ हामीले। यहाँ चाहिँ तपाईलाई विभिन्न किसिमको भेराइटीको क्वालिटीको हैन बाइकहरु एकदम सस्तो सुपथ मूल्यमा भरपर्दो एकदम क्वालिटीमा रहेका बाइकहरु जति पनि पाइन्छन्। हजुरलाई जस्तो बाइक चाहिन्छ हैन त्यस्तै बाइकहरु चाहिँ यहाँ चाहिँ सुकेदारामा हाम्रो खडा भइसकेका छन् हैन। तपाईलाई यदि चाहिन्छ हैन बाइक किन्नु छ, बाइक बेच्नु छ भने चाहिँ हाम्रो यहाँ चाहिँ अब तपाईलाई यही भिडियोमा चाहिँ फोन नम्बर राखिदिएका छौँ हैन। यसमा कल गरेर बुझ्न पनि सक्नुहुन्छ। यदि चाहिँ कुनै बाइक मन पर्छ भने चाहिँ यहीँ पनि आउन सक्नुहुन्छ, भिजिट गरेर हेरेर हैन क्वालिटी चेक गरेर चाहिँ तपाईले लिन सक्नुहुन्छ। हाम्रो यो सुकेदारामा रहेको चाहिँ दिप्यान अटोमा चाहिँ हाम्रो लिङ्केज भइसकेको छ गाइज है। पहिला मैले चाहिँ कपिल रिकमेन्डेसनदेखि चाहिँ 2-3 वटा भिडियो बनाएको थिएँ, जुन भिडियोमा तपाईहरुले कुनै झुट बोल्यो के बोल्यो भन्नुहुन्थ्यो हैन। तपाईले यहाँ आएर भिजिट गरिसकेपछि तपाईलाई थाहा हुने कुरा हो है। त्यो कुरा चाहिँ तपाईलाई कस्तो क्वालिटीको चाहिन्छ, कस्तो क्वालिटी छ यहाँ चाहिँ तपाईले अब पहिलेको भिडियोमा हल्का गाली पनि गर्नुभएको थियो। बाहिर एउटा यस्तो लेख्ने, भित्र अर्को त्यो भनेर चाहिँ गाली गर्नुभएको थियो है। विशेष गरी त्यो हैन, एउटा हाम्रो कामको प्रक्रियाले चाहिँ हामीले धेरै कुराहरू गर्नुपर्ने हुन्छ हैन। हाम्रो यो पनि बिजनेस व्यापार जस्तो पनि अब आफ्नो भनौँ न चलाउनलाई, आफ्नो काम चलाउनलाई, आफ्नो सङ्घर्षलाई दौडाउनलाई चाहिँ यो चाहिने चिज हो, चाहिनुपर्ने कुरा नै हो। यो काम गर्दाखेरि चाहिँ भइ नै हाल्छ। त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु, माफी माग्न चाहन्छु म। र हाम्रो यस अटोमा तपाईलाई चाहिँ कुन किसिमको यो यानेसहरु छ, आरटीआरहरु छ हैन, हामीसँग यो स्कुटीहरु छ, जुनसुकै अब तपाईलाई कुन चाहिन्छ भन्नुस् हैन, तपाईलाई कुन किन्नु छ, कुन मन पर्छ हैन, विभिन्न किसिमका विभिन्न भेराइटीका चाहिँ एकदम छन्। हामीसँग चाहिँ यो होन्डाको रहेको छ कति 85 लटको एकदम चिटिक्क परेको कन्डिसन एकदम बबाल छ है। यदि तपाईलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला। अनि हामीसँग चाहिँ यो डासको रहेको छ स्कुटी। डासको स्कुटी चाहिँ 71 लटको है। यसको प्राइस चाहिँ अब ल तपाईलाई आयो 65,000 मै आयो है। मैले किनकि सबैको प्राइस अहिले भन्न सक्नेवाला छैन, किनकि अब मलाई विशेष चाहिँ सबैको प्राइस थाहा छैन। तर चाहिँ लटहरु चाहिँ म तपाईहरुको अगाडि भन्दैछु हैन। तपाईले फोन गरेर बुझ्न सक्नुहुन्छ। र यदि यिनीहरूको प्राइस बुझ्नु छ भने तपाईले अर्को हाम्रो कपिल अटोमा हैन जुन भिडियो आउँछ त्यो भिडियोमा चाहिँ यिनीहरूको प्राइस चाहिँ बुझ्न सक्नुहुन्छ है। हामीसँग अर्को छ यो 72 लटको, यो पनि तपाईलाई चाहिँ आउँछ त्यस्तै भनौँ न, जुन मैले यो डासको भने त्यस्तै यसको पनि त्यही रेटमै आउन सक्छ। हामीसँग अर्को छ यो जेठार यामाको, यो पनि एकदमै राम्रो कलरमा राम्रो डिजाइनमा बनेको यामाको चाहिँ स्कुटी छ है। यो पनि हजुरलाई मन पर्छ भने चाहिँ कल गर्नु होला। हामीसँग 220हरु पनि विभिन्न किसिमका विभिन्न ब्रान्डका हैन, विभिन्न ब्रान्ड त भन्नु मिल्दैन, तर चाहिँ पल्सरहरुको चाहिँ एकदम चिटिक्क परेका धेरै भनौँ न कति अहिले चाहिँ 1 2 3 4 चारवटा चाहिँ पल्सर रहेछ। अनि के होला, कतै कुनै डेन प्यानमा गयो होला, कुनै चाहिँ ग्यारेजमा गयो होला है। एकदम राम्रो कन्डिसनमा चाहिँ एकदम बसिसकेका छन्। आउनु होला है, भिजिट गर्नु होला, कल गर्नु होला, भनौँ न सम्पर्क गर्नु होला। अनि चाहिँ यानेसहरु छ हाम्रो सेतो, कालो अनि चाहिँ रातो कलरमा। यो पनि एकदमै चिटिक्क परेर बसेका छन्। अनि त्यस्तै पल्सर 150हरु पनि विभिन्न लटका छन् हैन, विभिन्न लटका विभिन्न क्वालिटीका है। यसमा पनि क्वालिटी हुन्छ, कुनै सस्तो पर्छ, कुनै महँगो पर्छ। तपाई यदि पल्सर लभर हुनुहुन्छ भने चाहिँ हैन, पल्सर 150 लभर हुनुहुन्छ भने चाहिएको छ, किन्न चाहनुहुन्छ, खोजिराख्नु भएको छ, भरपर्दो र क्वालिटीको पाउनु भएको छैन भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ हैन। अनि त्यस्तै किसिमको अरु भनौँ न, यो चाहिँ होन्डाको, यो पनि होन्डाको आइसकेको छ एकदम ब्ल्याक कलरमा डियोको स्कुटर आइसकेको छ।
यसको लागि पनि सम्पर्क गर्नु होला। अनि चाहिँ पल्सरको अर्को आइसकेको छ यो निलो कलरको, यसको लागि पनि सम्पर्क गर्नु होला। र सुजुकी आमामा रातो कालो कलरमा चिटिक्क परेको बोइजहरूको लागि एकदम बेस्ट, यो पनि एकदम राम्रो कन्डिसनमा रहेको छ। अनि यसै गरी चाहिँ R15 छ। R15 एकदम दामी कलरमा, एकदम सोक कलरमा चाहिँ तपाईँहरूको माझमा फेरि आइसकेको छ, एकदम बबाल कन्डिसनमा छ है। अनि त्यस्तै गरी आमामा सेफ्टीको लागि हेर्नुहोस् त, अचम्म मान्नु होला, यो बाइक देख्नु भएको छ कि नै हजुरले होइन, बेनालीको हो यो चाहिँ, बेनालीको हो, एकदम सुटआउट बबाल छ यसको पनि, यसको आवाजदेखि लिएर यसको सेफ्टीकै एकदम चलाउनलाई अब सानसानो हुनुहुन्छ भने होइन तपाईँहरूको लागि एकदम बेस्ट सुविधाका साथ चाहिँ यो बाइक तपाईँले चढ्न सक्नुहुन्छ। अनि त्यस्तै गरी हामीसँग अर्को रहेको छ FTR होइन, 160cc को कति 64 लटको छ। यसको पनि भनौँ न एकदम ब्रान्ड हो, यो पनि एकदम राम्रो छ, क्वालिटीमै छ, एकदम कन्डिसनमै छ। अनि त्यसै गरी हाम्रो अर्को FTR आइसकेको छ निलो कलरमा। त्यसै गरी योसँग जोडिएको छ यहाँ है TVS को FTR 200cc को, यो चाहिँ 180cc को, यो चाहिँ 200cc को। तपाईँलाई चाहिन्छ भने कल गर्नु होला, नम्बर छ है त्यसमा। अनि आमामा साइज त ठुलै छ त। FZ चाहिँ सेतो रातो कलरमा एकदम ब्रान्डमा चाहिँ क्वालिटीमा उभिएको छ, यसको लागि पनि कल गर्नु होला यदि मनपर्छ भने। हामीसँग अर्को होन्डा रहेको छ। होन्डा एकदम तपाईँलाई तेल बचाउनु छ, माइलेजको कुरा गर्नुहुन्छ भने एकदम बबाल होइन, पठाउ चढ्न चाहनुहुन्छ, भनौँ न काठमाडौँमा केही गर्न सके होइन, पठाउ चलाएर चाहिँ आफ्नो बस्ने यताउति बाटो बनाउँछु भन्छ भने चाहिँ त्यो होन्डा चाहिँ एकदम बेस्ट छ। यति भन्दैमा आजको भिडियोबाट चाहिँ अब धेरै कुरा नगरेर चाहिँ तपाईँहरूबाट छुट्टिने अवस्था आउँछ, किनकि बेलुका पनि भइसकेको छ होइन, रुममा पनि जानुपर्छ। तपाईँलाई यदि बाइकहरू चाहिन्छ होइन, किनबेच गर्न चाहनुहुन्छ भने चाहिँ यो राखिएको नम्बरमा चाहिँ सम्पर्क गर्नु होला। मैले धेरैचोटि भनिसकेँ यो कुरा, अब चाहिँ भन्दैन होइन। विभिन्न किसिमका क्वालिटीमा रहेका ब्रान्डहरू चाहिँ हामीसँग यहाँ उपलब्ध हुन्छन्। यदि तपाईँलाई चाहिन्छ होइन, मन पर्यो, कुनै बाइक मन परेको छ भने तपाईँले यहाँ आएर भिजिट गरेर त्यसको क्वालिटी चेक गरेर होइन, के कस्तो छ इन्जिनहरू यताउति सबै कुराहरू, त्यसको लुकिङ अनि त्यसको साउन्डहरू सुनेर चाहिँ तपाईँले मजाले चेकअप गरेर चाहिँ लिन सक्नुहुन्छ है। यति भन्दैमा आजको भिडियोबाट छुट्टिन चाहन्छु। सबैलाई मिठो माया अनि मिठो सम्झना सम्पूर्णमा नमस्कार, बाई बाई है गाइस।